सो आज हामी कुरा गर्नेछौँ स्ट्रक्चर 1 को सबैभन्दा सजिलो टपिक्सको बारेमा जुन हो स्पेस ट्रस। सो स्पेस ट्रस भनेको प्रायः जसो चाहिँ 6 मार्क्समा सोध्छ, अहिले नयाँ सिलेबस हो, नत्र पहिला 7 मार्क्समा सोध्थ्यो। क्वेसन यही हो, एउटा यहाँ हामीलाई दिएको छ मेम्बरहरू होइन, ए पोइन्ट, बी पोइन्ट, सी पोइन्ट, डी पोइन्ट, अनि यहाँ 24 भनेको यता फोर्स लागिरहेछ। सो यसमा के गर्ने भन्दाखेरि हामीलाई कोअर्डिनेट दियो, कहिलेकाहीँ प्रायः कोअर्डिनेट नदिन पनि सक्छ, तर कोअर्डिनेट दिएकै हुन्छ प्रायः चाहिँ। सो कोअर्डिनेट दियो, अब के गर्ने भन्दाखेरि म सोल्युसनमै गएर डाइरेक्ट यसमा के गर्नुपर्छ म स्टेप बाई स्टेप भन्छु, कन्सेप्ट बुझ्नुहोस् होइन। सो सबैभन्दा पहिला आफ्नो मर्जीले आफ्नो तरिकाले तपाईँले एउटा आफ्नो यो डिरेक्सन एजुम गर्नु। सो मैले अपवार्डलाई मैले जेट मान्दै, यता एक्स छ अरे यता वाइ छ अरे भनेको यो यता भन्ने आफ्नो तरिकाले एजुम गर्ने ल। सो मलाई अब डिए चाहियो, मलाई के चाहियो, डिए को के चाहियो, मेम्बर चाहियो होइन। मेम्बर यसको चाहिँ अब मलाई डिए को डेल एक्स चाहियो। सो डिए भनेको डेल एक्स डेल वाई र डेल जेड भन्दै ल। डिए भनेको डिए निकाल्दाखेरि जहिले के गर्ने थाहा छ, यो एक्स वाई जेड हो नि त, एक्स वाई जेड हो होइन। अब यहाँ हेर्नु, यो एक्स वाई जेड हो, यो पनि एक्स वाई जेड हो। सो अब यहाँ हेर्नु, डिए निकाल्दाखेरि ए माइनस डी गर्ने क्या, इजी छ। तपाईँ के निकाल्दै हुन्छ, डिए होइन। सो ए माइनस डी गर्नु, 0 माइनस 2 भनेको कति हुन्छ, -2, 0 माइनस 6 -6, 0 माइनस 2 -2, बुझ्नुभयो, इजी छ नि। ए माइनस डी गर्नै सकियो। अब डिबी निकाल्दै हुन्छ। सो डिबी निकाल्दा मलाई आफै सम्झिनु, डिबी निकाल्दै हुन्छ नि। सो उल्टो गर्ने क्या, बी माइनस डी उल्टो सम्झिदिने, बी माइनस डी, 3 माइनस 2 1, 0 माइनस 6 -6, 1 माइनस 2 -1 होइन, सकिहाल्यो। अब डिसी निकाल्दै हुन्छ, सी माइनस डी गरिदिने, डिसी निकाल्दै हुन्छ सी माइनस डी, 4 माइनस 2 2, 4 माइनस 0 माइनस 6 -6, 1 माइनस 2 भनेको -1 भयो है। ओके, अब म जाँदैछु यसको लेन्थ निकाल्न। लेन्थ भनेको केही नगर्ने, सिम्पल रुट अन्डर -2 को स्क्वायर, 2 को स्क्वायर प्लस -6 को स्क्वायर प्लस -2 को स्क्वायर, यति गरिदिने। यो जति आयो त्यसको रुट अन्डर गरिदिने। यो रुट 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 गर्ने हो भने यसको एन्सर 6.63 आउँछ। सिमिलरली यसलाई पनि रुट अन्डर 1 को स्क्वायर -6 को स्क्वायर र 1 को स्क्वायरको रुटलाई जोड्ने हो भने यो पनि कति आउँछ, लेन्थ कति आउँछ त भन्नु त 6.16 आयो। र डिसी को भनेको नि यो तिनटाको रुट अन्डर 2 को स्क्वायर प्लस -6 को स्क्वायर प्लस 1 को स्क्वायर गर्नुहुन्छ भने यसको कति आउँछ त, लेन्थ 7.46 आउँछ। सो यति आयो हाम्रो लेन्थ, इजी, यहाँसम्म क्यालकुलेट गर्न सक्यो, 3 मार्क्स आइसक्यो ल। अबसम्म हामी के गर्ने, म समेसन एफएक्स इजिकल टु 0, ओरिजिनल फोर्स इजिकल टु 0 मान्दै होइन, एट इक्विलिब्रियम भन्नु त अब के छ भने फर्मुला, एक्स डिए इन्टु टिडिए भनेको एक्स को डिए प्लस टी को डिए प्लस एक्स को डिबी टी को डिबी प्लस एक्स डिसी टी डिसी, यो भनेको इजिकल टु 0 हुँदैन ल। इजिकल टु 0 त हुन्छ, तर यहाँ हेर्नु इजिकल टु कुनै फोर्स छ कि छैन, एक्स डिरेक्सनतिर। एक्सतिरको मैले सबै फोर्समा केही पनि गरेँ होइन। एक्सतिर भनेको एउटा के छ, एक्स इन्टु डिए, डिएले पनि एक्सतिर दिइरहेछ, डिए पनि केही न केही होला, सबैको गर्नुपर्छ क्या। सो त्यो भइहाल्यो। सो एक्स यता मानेको छु। सो एक्सतिर कुनै फोर्स छ कि छैन, छ नि, यतापट्टि गएको छ त, यसलाई पोजिटिभ भयो भनेपछि। सो यहाँनिर अब के छ भन्दाखेरि होरिजोन्टल फोर्स भनेको चाहिँ यहाँ हामीले एक्स मानेको छौँ नि त। सो समेसन एफएक्स गरिरहेछौँ होइन। सो 24 चाहिँ यतापट्टि लागिरहेछ भनेपछि यता मानेको थियौँ पोजिटिभ, तर यता लागिरहेछ भनेपछि -24, यो उता जाँदाखेरि +24 भयो। दिस इज इक्वेसन 1। अब मैले यहाँ भेल्युहरू हाल्छु भनेको एक्स टिडिए, एक्स को गर्दै जाने क्या, जस्तो सुरुको एक्स टिडिएको एक्स कति छ यहाँ, टिडिएमा मैले एक्स गर्नु पऱ्यो नि। सो -2 भयो, टिडिएको -2, एक्सडिए चाहिँ -2, एक्सडिबी भनेको 1, एक्सडिसी भनेको कति भयो त 2, यति सबै हो नि त एक्सको, यति हो। सो एक्सको यो हो भने म यहाँ के लेख्न सक्छु भने
-2 TDA plus 1 TDB plus 2 TDC is equal to 24 लेख्न सकेँ. दिस इज इक्वेसन 1. सिमिलरली अब मैले समेसन अफ FY इज इक्वल टु 0 गरेँ भने YDA plus YDB plus YDC TDC इज इक्वल टु यहाँ कुनै पनि भर्टिकल त हामीलाई फोर्स दिएको छैन नि त. अन्त हेर्दा हुन्छ यहाँ यो मेम्बरमा कहीँ भर्टिकल फोर्स छ, होरिजेन्टल छ तर भर्टिकल छैन नि त, छैन. सो अब यसमा जानु पऱ्यो y भनेको यति तिनवटा हो नि त, -6 -6 -6 होइन. सो यहाँ गएन YDA को ठाउँमा YDA नि -6 TDA -6 TDB -6 TDC इज इक्वल टु 0, किनकि सबै y कोअर्डिनेट भनेको -6 -6 -6 छ. DA को पनि -6 DB को नि -6 DC को नि -6 होइन. सो म कहाँनिर थिएँ भन्दाखेरि अर्को रिमेनिङ पोर्सनमा थिएँ. म समेसन अफ FZ भनेको मैले जेट साइडको चाहिँ कति छ फोर्स भनेर म निकाल्न खोजिरहेको थिएँ. सो यसमा पनि त्यही गर्ने, ZDA TDA प्लस यो गर्ने है, यो इज इक्वल टु 0 गरेँ. सो अब मैले यहाँ हेर्नु के गरेँ भने जेटको जति पनि पोर्सन छ होइन, जेटको भनेको के छ -2 -1 -1 छ नि त होइन. डिएमा -2 डिबीमा -1 डिसीमा -1 छ. सो मैले के गरेँ भन्दाखेरि यो ZDA को ठाउँमा यहाँ हेर्नु ल, यसको लागि मैले के लेखेँ भने -2 TDA प्लस सरी -1 हेरेछ -1 TDB -4 TDC इज इक्वल टु 0, किनकि जेट पोर्सनमा हेर्नु त जेट पोर्सनमा कुनै पनि फोर्स छ त छैन नि होइन. सो जेट पोर्सनमा कुनै पनि फोर्स हाम्रो छैन. यहाँ माथि यो माथि एक्सतिर छ, वाइतिर पनि छैन, जेटतिर पनि छैन. सो एक्सतिर मात्रै छ, किनकि हामीले यहाँ मानेको एक्स यता छ, यता गयो, सो नेगेटिभ मानेको थियौँ. सो यो भनेको मेरो के भयो त यहाँ स्पेस ट्रसको 3टा इक्वेसन आयो है. सो अब के छ तपाईँको काम भन्दाखेरि सल्भिङ गरिदिने, एउटा इक्वेसन 2टा इक्वेसन 3टा इक्वेसन 3टा अननोन 3टा इक्वेसन है, एउटा 2टा 3टा इक्वेसन 3टा अननोन. सो यहाँबाट के भेल्नु आउँछ, TDA आउँछ, TDB आउँछ, TDC आउँछ है, 3टै आउँछ. अब मलाई के चाहियो FDA FDB र FDC चाहियो. यो भनेको के FDA भनेको के FDB भनेको के FDC भनेको. सो FDA भनेको के हो भन्दाखेरि TDA जति आउँछ नि, TDA इन्टु लेन्थ अघि LDA होइन भनेको टोटल LDA जुन अघि आएको थियो नि लेन्थ, त्यो लेन्थ गरिदिने. त्यो लेन्थ चाहिँ कसरी गर्ने भन्दाखेरि √* x² + y² प्लस यहाँ हेर्नु ल, डिएमा जति एउटा 2 6 2 होइन यहाँ छ, यो सबै चाहिँ जोडिदिने √* गरेर. सो गर्ने हो भने लेन्थ आइहाल्यो, TDA को आयो. सो TDB को लागि पनि के गर्ने भने TDB इन्टु LDB. अब LDB भने चाहिँ कति हो त त्यो थाहा छैन नि त हामीलाई, TDB त माथि सल्भ गरेर आयो. सो LDB भनेको चाहिँ के हो त 1 को स्क्वायर 6 को स्क्वायर 1 को स्क्वायर गरिदिने हो भने LDB पनि आयो. LDC भनेको √* 2 को स्क्वायर -6 को स्क्वायर 4 को स्क्वायर गर्ने हो भने आइहाल्छ ल. यति हो है फन्डा. सो मैले यसमा के गरेँ TDC